हजुर नमस्कार। गर्मीको समयमा छाला चिलाउने दाँतको समस्या निकै बढेको हुन्छ। यसलाई प्रिभेन्ट गर्नको लागि चाहिँ विशेष गरेर नुहाई-धुवाई गरिसकेपछि चाहिँ नि छाला सफासँग राम्रोसँग पुछेर मात्रै कुनै पनि क्रिमहरू लगाउन आवश्यक छ। हो छालालाई नियमित रूपले मोइस्चराइज राख्न क्रिमहरू लगाउनुपर्छ, जसले चाहिँ छालाको ब्यारियर मेन्टेन गरेको हुन्छ, इन्फेक्सन, इरिटेसन प्रिभेन्ट गरेको हुन्छ। तर भिजेकै छालामा क्रिम, पाउडर अथवा तेल लगाउँदा चाहिँ नि छाला पूर्ण रूपले सुकाउन पाएको हुँदैन, जसले चाहिँ नि फंगस नामको कीटाणु चाहिँले चाहिँ संक्रमण हुन जान्छ। रिङवर्म पनि फंगसकै कारणले फंगस इन्फेक्सनको कारणले गर्दा हुन जान्छ। विशेष गरेर रिङवर्म लागिसकेपछि यसलाई निको पार्न चाहिँ अलिक गाह्रो किन हुन जान्छ त भन्दाखेरि बिरामीहरू भन्नुहुन्छ औषधि लगाउन्जेल कम हुन्छ र फेरि आइ नै हाल्छ भन्नुहुन्छ। कुनै पनि डाक्टरलाई अथवा फार्मेसिस्टलाई देखाएर औषधि प्रयोग गर्नुहुँदा 3-4 दिनमा नै यसको चाहिँ इन्फेक्सन अथवा चाहिँ रिङवर्मको चिलाउने कम भइसकेको जस्तो हुन्छ र हामी औषधि रोक्छौँ। र औषधि रोक्ने बित्तिकै के हुन जान्छ चाहिँ औषधि लगाउन्जेल चाहिँ यो फंगस नामको कीटाणु डर्मेन्ट फर्ममा रहेको हुन्छ, निदाइरहेको अवस्थामा हुन जान्छ। तर औषधि रोक्ने बित्तिकै फेरि रिएक्टिभ हुने हुँदाखेरि चाहिँ फेरि संक्रमण हुने, फेरि चिलाउने, फेरि इरिटेसन हुने, इन्फेक्सन हुने हुन्छ। तर हामी के विशेष सल्लाह दिन्छौँ भने कुनै पनि औषधि लगाउनुहुन्छ भने नियमित रूपले चाहिँ मिनिमम 2 हप्तासम्म लगाउने अथवा र्यास सन्चो भइसकेपछि पनि 1 हप्ता अझ बढी कन्टिन्यू गर्न सक्नुहुन्छ। तर औषधि लगाउँदै पनि राम्रोसँग र्यास निको भएको छैन, सन्चो भएको छैन, कन्टिन्यू फैलेको छ भने चाहिँ डायबिटिजको शङ्का हो कि डायबिटिज राम्रो नियन्त्रण नभएको हो कि भन्ने पनि सङ्केत दिएको हुनाले डाक्टरलाई देखाउन पनि निकै आवश्यक छ। नमस्कार, शुभ दिन।